मैले त कामबाटै निकाल्दिए यार। अनि के गर्छस् त? खै हेरौँला। मेरो त काम नै छैन यार। अनि के गर्छस् त? खै हेरौँला। म त एक्जाममा फेल भएँ यार। अनि के गर्छस् त? खै हेरौँला अब। साँच्ची मैले त एक्जाम नै दिन पाइन यार। अनि के गर्छस् त नि? खै हेरौँला। ल हेर्दै बस। ओइ तेरो स्कुलको फेभरेट सब्जेक्ट के हो? मेरो त सामाजिक हो। अनि तेरो? मेरो त इङ्ग्लिस हो। इङ्ग्लिस। Oh, that's great. So tell me, which is your second favorite subject? Tell? ओ टेल। टेल त लाएको छैन। What? इङ्ग्लिस त आउँदैन रहेछ। के को इङ्ग्लिस फेभरेट सब्जेक्ट भयो? अनि कहाँ आउँछ भनेको हो त? अनि अघिदेखि के भने त नि? इङ्ग्लिसको एक्जाममा केही लेख्नु पनि पर्दैन कि आउँदा पनि आउँदैन। अनि भएन त फेभरेट सब्जेक्ट। आफू त पागल छ मलाई पनि बनाउँछ। भुक्ने कुकुरले टोक्दैन भन्थे, तर जुन कुकुरले टोक्छ त्यो कुकुरले चाहिँ के गर्दो रहेछ? म्याउ म्याउ गर्छ कि? म्याउ गर्छ के हो? होइन त गाईले गर्छ नि। ओइ तँलाई थाहा छ राम्री केटीलाई इङ्ग्लिसमा के भन्छन् र? थाहा छ, ब्युटिफुल भनिन्छ। इस आई लभ यु भन्छ। आई लभ यु। त्यसो भए तँ भन्छ 2 + 2 कति हुन्छ? 4 हुन्छ। 4 इसो 5 हो। 5 कसरी? झुकिएर। ओइ चिया पाक्यो होला, लिएर आइज त। लपक लाखा। ओइ तैँले कहिलेको दुश्मन निकाल्न लाग्यो? मार्न लाग्यो मलाई? के भयो? प्लास्टिकको ग्लासमा क्यान्सर हुन्छ, तँलाई थाहा छैन? जवान मान्छेको ज्यान लिन लाग्यो तैँले? अनि केमा ल्याउनु त? भुच्चुक मानेर भुच्चुको डाल्नु, तँलाई सिसाको ग्लासमा लिएर आइज न। ए बढी कुरा नगर। बरु च्यासमा के आन्छस् भन्। ए ल मिल्छ भने चुरोट लिएर आइज नि त। ओइ तँलाई एउटा कुरा थाहा छ? के कुरा? जस्तै यो हाम्रो परिचय पत्र बनाउँदाखेरि हातको फिङ्गरप्रिन्टहरू लिन्छ नि। अनि के त? तैँले कहिले सोचेको छस् यो हात नभएको मान्छेहरूको चाहिँ फिङ्गरप्रिन्ट कसरी लिन्छ होला? कुरा नगरे। ओइ तँलाई एउटा कुरा भनौँ? भन् के? यो हामीले ब्ल्याकमेल गर्दाखेरि केटालाई गरे पनि केटीलाई गरे पनि ब्ल्याकमेल नै चाहिँ किन भन्छौँ क्या? अनि के चाहिँ भन्नु पर्यो त? अनि केटीलाई ब्ल्याकमेल गर्दा त ब्ल्याकमेल नभएर ब्ल्याक फिमेल हुनुपर्ने होइन र? भयो छोड्दे। भयो जा। तँलाई एउटा कुरा भनौँ? के कुरा भन्न? एउटा